नेपाल सम्बत छिन्छ सब पिपेड नुद केनेटेंगु लस्ता नेपाल भाषा मंका खल यल पाखे निक्वागु र्यापिड रेटिंग बुद्धिचाल कास जुगुदु कौलगा नवमी व दशमी खुनु निनु यंक मंका खल यल या थगुहे दबु छे त्यागले कासया ठेडे बल्ला जुग ख बुद्धिचाल कासा चेम मल्याक कासा मितेगु बोटी दुगु थका गुसा खलक थागुदु मक्का खलको यो दोस्रो प्रतियोगितामा यहाँ उपस्थित भइरहँदाखेरि तपाईहरु नेपालको विभिन्न जिल्लाहरूबाट आउनुभएको छ। हामी स्वागत गर्न चाहन्छौँ र नेपाल बुद्धिचाल संघले बुद्धिचाल खेलको बृहत्तर विकासको निम्ति धेरै योजनाहरू ल्याइरहेको छ। त्यसै योजनामा टेकेर ललितपुर जिल्ला बुद्धिचाल संघले पनि आफ्ना योजनाहरू सँगसँगै लगेको छ र आजको यस प्रतियोगितामा ललितपुर जिल्ला बुद्धिचाल संघले पनि आफ्नो तर्फबाट पुरस्कारमा सहभागी हुनुभएको छ। म यसको निम्ति ललितपुर जिल्ला बुद्धिचाल संघका आदरणीय अध्यक्ष प्रवीण ताम्राकारज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। खेलाडी मित्रहरू, तपाईहरुलाई हामी यहाँसम्म निम्त्यायौँ। हाम्रो आतिथ्यलाई स्वीकार गरेर तपाईहरु यहाँ आउनुभएको छ। आज र भोलि सम्पन्न हुन गइरहेको यस प्रतियोगितामा तपाईले उत्कृष्ट खेललाई पस्केर हाम्रो बुद्धिचाल खेलको स्तरलाई बढाइदिनु हुनेछ भन्ने म अपेक्षा लिँदै अनुशासित रहेर यो प्रतियोगितामा तपाईले सहभागी भइदिनु होला। मंका खलबाट आयोजना गरेको यो विभिन्न यो रक्तदान कार्यक्रम शुभकामना आदान प्रदान अहिले 25 गते पनि शुभकामना आदान हामी गर्दैछौँ। यहाँहरू सम्पूर्णलाई स्वागत गर्दै हाम्रो विभिन्न कार्यक्रममा सहभागी हुनुभई हाम्रो नेपाल भाषा मंका खलबाट जुन आयोजना गर्नु गइरहेको यो नेपाल सम्पन्न 144 नयाँ वर्षलाई चाहिँ सफलतापूर्वक सम्पन्न गरिदिनु हुन यहाँहरूको ठुलो योगदान छ भन्दै यहाँहरू सम्पूर्णलाई चाहिँ स्वागत गर्दै यो आजको यो विशेष कार्यक्रम चाहिँ औपचारिक कार्यक्रम ओपनिङ सेसन चाहिँ हामी अन्त्य गर्न गइरहेका छौँ। यहाँहरू सम्पूर्ण नियमपूर्वक पछि खेल खेलिदिनु हुन पनि अनुरोध गर्दैछु। हाम्रो कार्य समितिको चाहिँ नयाँ चाहिँ नेतृत्व आउनुभएको थियो, उहाँको विशेष आग्रह र हाम्रो वडाको सहयोगमा पहिलोचोटि हामीले सञ्चालन गर्दाखेरि हामीले कुनै पनि यसमा कन्ट्रिब्युसन गरेर आज हामी यो दोस्रो चाहिँ कार्यक्रम सञ्चालन गरिरहेका छौँ। म त्यसको लागि चाहिँ यहाँ उपस्थित सम्पूर्ण सहभागी मित्रहरूलाई चाहिँ फेरि एकचोटि बढाइ तथा शुभकामना तपाईँहरूलाई चाहिँ यो कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नको लागि चाहिँ अनुशासित भएर बस्नुको लागि चाहिँ म अनुरोध पनि गर्छु। ठेडे बल्ला जाजोले छापी वक्त तेसा थजागु ठेडे बल्ला कासा नेपाया हे उत्कृष्ट कासा मित पिलो वेट ग्वाली जुइगु थका थागुदु खेलाडीहरूलाई अझ उत्साहित गर्ने काम यस मौका खलले गरेको छ। यसप्रति म आभार पनि प्रकट गर्न चाहन्छु र सहभागी खेलाडीहरूको स्तर उन्नति हुनेछ। अझ राम्रो खेल्नलाई यस्ता कार्यक्रमले तपाईहरुलाई अझै टिकानेछ भन्ने पनि विश्वास लिएको छु र म केन्द्रको नेतृत्वमा रहँदै गर्दा मलाई एउटा चिन्ता छ, हामी रहेको कार्यकाल अवधिभरि नेपालको यस बुद्धिचाल खेललाई कति माथि उठाउन सकिन्छ। हामी ठुला दुईटा महाशक्ति राष्ट्रहरू चीन र भारतको बिचमा छौँ र ती देशहरूमा विश्व च्याम्पियनहरू हुनुहुन्छ, थुप्रै जिएमहरू हुनुहुन्छ, थुप्रै आयामहरू हुनुहुन्छ। त्यस्तो खालको खेलाडीहरूसित प्रतिस्पर्धा गर्ने खालका हाम्रा खेलाडीहरू हामी बनाउन सक्छौँ कि सक्दैनौँ, मलाई त्यहाँनिरको चिन्ता छ। र हाम्रा यस्ता कार्यक्रमहरूको आयोजनाको सँगसँगै म यहाँ आज वडा अध्यक्ष पनि हुनुहुन्छ र समग्र खेलमा लाग्ने खेलप्रेमीहरू समाजसेवीहरू हुनुहुन्छ। उहाँहरूलाई म विनम्र के अनुरोध गर्न चाहन्छु भन्दा टुर्नामेन्ट गर्ने कुरा त एउटा महत्त्वपूर्ण आफैमा हो, यसले पनि खेलाडीहरूलाई विकास गर्छ, खेलको विकास। तर उहाँहरूलाई सिकाउने कुरा र उहाँहरूको स्तर उन्नति गर्ने कुरामा हामीले ध्यान दिनु जरुरी छ। यो वार्षिक रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको रहेछ। यो एकदमै महत्त्वपूर्ण देशको लागि एउटा महत्त्वपूर्ण योगदान हो भन्ने मलाई लाग्छ। त्यसैले म फेरि एकपटक मंका खल जिल्ला कमिटीलाई म धन्यवाद दिन चाहन्छु र विशेष गरी यो बुद्धिचाल अन्तर्गत चेस खेलमा धेरै मान्छेहरूलाई सहभागिता गराएर यो खेल भनेको विशेष गरी बुद्धिकै नै खेल भएको हुनाले हामीले जुन यो खेल खेल्छौँ हाम्रो बुद्धिको विकास राम्रो तरिकाले अगाडि बढ्ने हुनाले म फेरि एकपटक भन्न चाहन्छु, तपाईहरु यो खेललाई अगाडि बढाउनको लागि विशेष गरी बुद्धिचाल संघका
राजनीतिज्यूलाई भन्न चाहन्छु यो यस्तो किसिमको कार्यक्रमहरू विभिन्न क्षेत्रमा विभिन्न साङ्गठनिक हिसाब किताबले तपाईँले गर्दै आउनु भएको छ। नोदया लसटार नेपाल भाषा मंका खल येल पाखे थिथि जाजो गुसा गोया हना चंगदु।